साथीमै पहिले मलाई उहाँले गरेको काम जुन उहरू थियो नि त्यति बेला नै मैले हानेको उहाँप्रति मलाई भएर विश्वास भएर के जेनजी आन्दोलनमा 76 जना शहीद हुनुभयो नि त्यो लगायत म पनि हो म घाइतेमा पर्छु आई डोन्ट केयर के झोले भन्नु चाहे जेसुकै भन्नु होइन मतलब भएन त्यति हो दाइले चाहिँ जिन्दगीमा पुरानो पार्टीका पुराना दलहरूको जस्तो चाहिँ क्रियाकलाप नगरिदिउन् त्यही हो मलाई विश्वास त उहाँलाई केही पनि चाहिएको छैन देश विकास होस् देशले मुहाएर फेरोस् नेपाली जनताले सुख र समृद्धिको एउटा आह्वान गरून् होइन एउटा महसुस गरून् तिनीहरू जनताहरूले नेता बालेन शाहलाई संसदीय दलको नेता अर्थात् भावी प्रधानमन्त्रीको रूपमा अगाडि बढाएको छ त्यो पार्टी कार्यालयमा हुनुहुन्छ कस्तो छ अनुभव कस्तो खुसी लागिरहेको छ कि मलाई त खुसी भन्दा आजभन्दा 8 वर्ष अगाडिदेखि नै दाइको सपोर्टर हो म दाइले चाहिँ गर्नुहुन्छ भन्ने चाहिँ मलाई पूर्ण विश्वास अहिले होइन कि पहिलेदेखि नै लाग्थ्यो न्युज 24 बाट काम गर्दै हजुर अब अहिले त झन् त्यही माथि बालेन्द्र शाहसँगै हुनुहुन्छ उहाँहरूले चाहिँ जे होस् अहिले जुन हेरिरहेको छु हामीले पहिलेदेखि यो सरकारले चाहिँ राम्रो गर्छ देश जनताको हितको लागि चाहिँ काम गर्छ भन्ने चाहिँ यसमा 1000% नै म उ छु 100 को 200 होइन कि 1000% नै उ छु म रवि लामिछानेमाथि पूर्ण विश्वास छ रवि लामिछानेसँग सम्पर्क कहिलेबाट हो तपाईँको मेरो त सम्पर्क तपाईँको निर्मला पन्तको बलात्कारपछि हत्या गरे नि त्यति बेला तपाईँको माइती घर मण्डलामा सँगै त्यही बेलाबाट भेट भयो दाइसँग रवि लामिछानेले तपाईँलाई चिन्नुहुन्छ दाइले किन नचिन्नु मेरो खुट्टा भाँच्चिँदा दाइले दबाई गरिदिनको आफ्नो पर्सनल पैसा हालेर त्यति बेला दाइ न्युज 24 मै हुनु किन त्यस्तो र यस्तो म अब कोरोना लाएको थियो त्यति बेला अब पैसा यताउता थिएन मैले दाइसँग अनुरोध गरेँ दाइ पछि यताउता उ गरौँला भनेर होइन दाइले चाहिँ मलाई चाहिँ हेल्प गर्नुभयो हो त्यही मैले सुनेको तपाईँ रवि लामिछानेको यति ठुलो फ्यान कि आफ्नो शरीरमै ट्याटु बोकेर हिँडिरहनु भएको छ अरे हजुर यो 7 वर्ष करिब 8 वर्ष हुन लाग्यो 7 वर्ष अगाडि नै हानेको ट्याटु हान्नु भएको छ पहिले हो के साँच्चै साथीमै पहिले मलाई उहाँले गरेको काम जुन उहरू थियो नि त्यति बेला नै मैले हानेको उहाँप्रति मलाई भएर विश्वास भएर के आज पनि भेट्नुभयो त्यसो भए नै आज म बाथरुम गएको थिएँ ठ्याक्क निस्किहाल्नु भएछ के बर्बाद भयो बालेन्द्रजीसँग चाहिँ भेटेँ रवि लामिछानेको ट्याटु नै छातीमा हानेर यसरी हिँडिरहनु भएको छ भने त उहाँप्रति आशा भरोसा छ होला यो उहाँ राजनीतिमा आइसकेपछि तपाईँले ट्याटु हान्नु भएको थियो कि राजनीति आउनुभन्दा पहिले नै होइन उहाँलाई थाहा छ राम्रोसँग कतिपय युट्युब च्यानलहरूलाई पनि थाहा छ होइन मैले न्युज 24 मै काम गर्दाखेरि नै दाइको कति बेला भने पुरा सैनिकको केस परेको थियो नि हो त्यही बेला हानेको मैले चितवनमा आन्दोलन गर्ने क्रममा रवि लामिछाने राजनीतिमा लागेका पनि थिएन अहिले दाइको पार्टी खोल्नुभयो अहिले अगाडि हुनुभयो हाइलाइट हुनुभयो भनेर हानेको होइन मनबाटै नै हानेको पहिले ट्याटु बोकेर हिँडिरहनु भएको प्रमिस पहिलाको भिडियोहरू पनि छ हेर्नु न अब त्यो समयमा तपाईँले ट्याटु हान्नुभयो अब त उहाँ राजनीतिमा लागिसक्नुभयो किङ मेकर हुनुभएको छ उहाँले प्रधानमन्त्रीको रूपमा बालेन शाहलाई अगाडि बढाउनु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा हुनुहुन्छ 152 जना अराउन्ड सांसद लिएर संसदमा छिर्नु भएको छ अब चाहिँ के छ आशा चाहिँ यस्तो हामी सबै नेपालीहरूलाई सुशासन र भ्रष्टाचार अन्त्य होस् होइन त्यसपछि जुन जेनजी आन्दोलनमा 76 जना शहीद हुनुभयो नि त्यो लगायत म पनि हो म घाइतेमा पर्छु मलाई गोली लागेको 23 गते 24 गते अब त्यस्तो भीषण भयो होइन तानाशाही प्रविधिको सरकार हुँदाखेरि नै अब त्यसलाई फाल्नको लागि हामीले यतिसम्म गरेको हामी सफल भयौँ होइन अब के गर्नु पर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले सबैलाई मान्छेहरूलाई सामान्यतः व्यवहार गर्नु पर्यो त्यसपछि त्यहाँबाट भ्रष्टाचार जसले गरेको छ र 76 जना जुन मान्छे मार्यो नि त्यो पहिलाको तानाशाही सरकारले तिनीहरूलाई चाहिँ छानबिन गरेर कटघरामा चाहिँ लिएर आउनै पर्छ यो चाहिँ पहिलो दायित्व हो दाइलाई यहीँबाट भन्न चाहन्छु पहिलो कुरो हो जसरी छातीमा रवि लामिछानेको ट्याटु हानेर हिँडिरहनु भएको छ यो ट्याटु हान्दै गर्दा तपाईँको परिवारले आफन्तले होइन के गरे किन हाने भनेर भनेन आफन्तीको कुरा सोध्नुहुन्छ एउटा बाटामा चिया खाने मान्छेले नि आफ्नो बाउको हान्न छोडेर के यस्तो न्युजमा काम गर्नेको हान्छस् भनेर मलाई कति भने के भने त छोडिदिनु रवि लामिछानेको ट्याटु हानेकै कारण गाली खानुभयो गाली खाइयो नि कतिले के झोले भने के भने त्यति बेला 7 वर्ष अगाडि नै मलाई आफ्नो मन हो के होइन मलाई राम्रो लाग्यो पहिलेबाट मलाई लागिरहन्छ के त्यही हो गलत म यतिसम्म तपाईँले राम्रो लाग्नुको कारण चाहिँ के त छातीमै बोकेर हिँडिरहनु भएको छ होइन यस्तो हो कि उहाँले न्युज 24 बाट पनि तपाईँको कति गरिब दुखीहरूलाई उहाँले सहयोग गर्नुभयो विदेशमा फँसेका नारीहरूलाई होइन त्यसपछि नेपालमै कति नारीहरूलाई तपाईँको हेल्प गर्नुभयो हरेक ठाउँमा विदेशमा अलपत्र परेकालाई यस्ता धेरै कयौँ उहरू छ त्यही भएर मलाई आत्मादेखि नै मलाई उहाँप्रति एकदम मैले
विश्वास लागेको हो क्या उहाँप्रति। त्यही भएर तपाईँले भन्नुभयो रवि लामिछानेको ट्याटु देखेपछि धेरैले झोले भने भनेर उहाँको लागि तपाईँ झोले भरौटे जे भन्नुहुन्छ जेसुकै भनुन् आई डोन्ट केयर के झोले भनुन् चाहे जेसुकै भनुन् होइन, मतलब भएन त्यति हो दाइले चाहिँ जिन्दगीमा पुरानो पार्टीका पुराना दलहरूको जस्तो चाहिँ क्रियाकलाप नगरिदिउन्। त्यही हो मलाई विश्वास त म चाहिँ विश्वासै छु दाइले त्यस्तो गर्नुहुन्न होइन, त्यस्तो नगरिदिउन्। अरूले दुनियाँले जेसुकै भनुन् आई डोन्ट केयर, मलाई मतलबै छैन के। दाइलाई राम्रोसँग थाहा छ, चिन्नुहुन्छ पनि दाइले राम्रोसँग चिन्नुहुन्छ। म उहाँको एकदम ठुलो शुभचिन्तकै हो, सदस्य यसको म सदस्य पनि हो। अहिले घन्टीमा भोट पनि हालेको मैले होइन, पुरै घन्टीमय माहौल बनाउनमा यसमा ठुलो मेरो पनि हात छ, मेरो पनि ठुलो हात छ। हजुर, रवि लामिछानेले जसरी तपाईँ त धेरै ठुलो फ्यान हुनुहुन्छ, बालन शाहलाई प्रधानमन्त्री आफूले त्याग गरेर बालन शाहलाई प्रधानमन्त्री बनाउनु खोज्दै हुनुहुन्छ, यसलाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँले? त्यही त उहाँको गुड पोइन्ट नै त्यही हो कि उहाँलाई केही पनि चाहिएको छैन, देश विकास होस्, देशले मुहाएर फेरोस्, नेपाली जनताले सुख र समृद्धिको एउटा आह्वान गरून् होइन, एउटा महसुस गरून् तिनीहरू जनताहरूले भन्ने मात्रै उहाँको चाहना हो के। तपाईँलाई चाहिँ के लाग्छ भन्नु? यो त हुन्छ नै यस्तो हो, उहाँले आफूलाई नहेरेर उहाँले सत्ताको लोभ नगरेर देश बनाउनलाई चाहिँ मिलेर जानुपर्छ, मिलाएर लग्नुपर्छ भन्ने उहाँको सोच भिजनै अलग हो कि। अरूसँग रवि दाइको भिजन मिल्दैन कि। अहिले त तपाईँले पनि मन थियो होला 7-8 वर्ष अगाडि ट्याटु हानेर हिँडेको मान्छे अहिले प्रधानमन्त्री भइदिएको भए हुन्थ्यो भन्ने लाग्दैन? को रवि दाइ हुनपर्ने हो होइन। अब मलाई त मन लाग्छ नि, किन लाग्दैन, दाइ नै प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्ने त लाग्छ नि। हामीले नै फोर्स गरेको, दाइ न्युज 24बाट बोलेर हुँदैन, तपाईँले पार्टी खोल्नुपर्छ भनेर हामीले कति फोर्स गरेको दाइलाई थाहा छ, राम्रोसँग दाइले चिन्नुहुन्छ मलाई, राम्रोसँग थाहा छ। हामी जस्ता धेरैले सपोर्ट गरेको हो क्या दाइलाई। ठिकै छ, उहाँलाई लोभ लालची भएन, बालेन्द्रजीलाई जित दिनुभयो, जो भए पनि जो आए पनि देश बनाउन्। पहिलाका पुराना नेताहरू जस्तो नगरौँ, त्यो गऱ्यो भने फेरि हामी चाहिँ छोड्दैनौँ फेरि।